यति बेला बालेनले पानी छोए अमृत, माटो छोए सुन र बालुवा छोए हिरामोती निस्किने अवस्था बनेको छ। सामाजिक सञ्जालको लोकप्रियतालाई क्याच गर्दै देशको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीसम्म पुगेका उनको परीक्षा आजबाट सुरु भएको छ। जनताको आशा र अपेक्षा आकाश छुनेछन्। बालेन शाहले जनताको आशा र अपेक्षालाई कतिसम्म पुरा गर्न सक्ने हुन् त्यो भने हेर्न बाँकी छ। तर यति बेला बालेन शाहलाई के गर कि मर्को अवस्था भने पक्कै सृजना भएको छ। किनभने जनताले उनलाई निकै आशा गरेर मत दिएका छन्। यदि बालेन शाहले यो 5 वर्षभित्रमा केही गर्न सकेनन् भने उनको विलय यही 5 वर्षभित्रै हुनेछ। वैज्ञानिक महावीर पुनलाई सहयोगीले मजा लगाइदिएको भिडियो सार्वजनिक भएपछि यति बेला उनीबारे विभिन्न किसिमका टिका टिप्पणी सुरु भएको छ। आँखामा राख्दा पनि नबिजाउने छवि बनाएका महावीर पुनको यो भिडियोले उनका समर्थकलाई निकै दुखी बनाएको छ। कतिपयले उनलाई पुराना नेताहरूको जस्तै हरकत गरेको भनेर उनलाई पुराना नेताहरूकै संज्ञा दिएका छन् भने कतिपयले यो कुरालाई सामान्य भएको प्रतिक्रिया दिएका छन्। श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङले शपथ ग्रहणका क्रममा लगाएको पोसाकमा बेलायत र नेपालको झण्डा अङ्कित ब्याज लगाएको देखिएपछि यति बेला उनलाई राष्ट्रवादी कि विदेशी दलाल भन्ने शब्दले लखेटिरहेको छ। पटक पटक बालेन रविलाई विदेशी दलाल भनिरहेका उनको पोसाकमा यस्तो देखिएपछि बालेन र रविका समर्थकले उनको व्यापक आलोचना गरिरहेका छन्। प्रधानमन्त्रीको शपथ ग्रहण अगाडि सार्वजनिक गरिएको बालेनको गीतले रेकर्ड ब्रेक गरेको छ। सार्वजनिक भएको 12 घण्टा नबित्दै उनको गीतले 22 लाख भ्युज पाइसकेको छ। चैत्र 13 गते बालेन शाहले 35 वर्षको उमेरमा नै देशको कार्यकारी पद प्रधानमन्त्रीको शपथ ग्रहण गर्न सफल भएका छन्। म बालेन्द्र शाह प्रधानमन्त्री पदको जिम्मेवारी अब यहीँबाट उनको परीक्षा सुरु भएको छ। जनताको आकाश छुने अपेक्षा उनले कति पुरा गर्न सक्ने हुन् त्यो भने हेर्न बाँकी छ। अब बालेनलाई के गर कि मर्को अवस्था रहनेछ। किनभने बालेन शाहले यदि जनताको अपेक्षा पुरा गर्न सकेनन् भने अर्को निर्वाचनबाट उनी विलिन हुनेछन्। यसपालिको संसद भवनमा गगन थापा र केपी शर्मा ओली नदेखिँदा नेपाली कङ्ग्रेस र एमालेका कार्यकर्ताहरूको मन खिन्न भएको छ। वर्षौंदेखि प्रधानमन्त्री बन्ने सपना बोकेर नेपाली राजनीतिमा हुमिएका गगन थापा आफ्नो बोली र समयमा नै दाजु भाउजूको चेन ब्रेक गर्न नसक्दा रासोपाको सुनामीमा छेदविच्छेद भएका छन्। विशेष महाधिवेशनले काङ्ग्रेसको सभापति बन्न सफल भए पनि देशको नेतृत्वमा पुग्न भने उनी असफल भएका छन्। जनताको अपेक्षा अनुसार रवि बालेनले काम गरिदिए भने गगन थापाको प्रधानमन्त्री बन्ने सपना यही समाप्त हुने सङ्केत पनि देखिएको छ। यसैगरी नेकपा एमालेका केपी शर्मा ओलीको अहङ्कारले उनी सहित पार्टीलाई पनि रासोपाको सुनामीमा बगाइदिएका छन्। एकजना पढे लेखेको शिक्षित चेली छिन्। उनी महिला अधिकारको बारेमा निकै चर्को स्वरमा फलाक्ने गरेकी छन्। तर उनले 7-8 वर्षदेखि आफूभन्दा झन्डै दोब्बर उमेरका श्रीमती सहितको 2 छोराको बाउलाई डोराएर हिँडिरहेकी छन्। अहिले ती चेलीकै कारण उनले डोराएका पुरुषकी श्रीमती स्वर्गीय बनिसक्नु भएको छ। तर ती चेली अझै भन्दै छिन्, म महिला अधिकार कर्मी हुँ, म नारीको पीडा सहन सक्दिनँ। अब भन्नुहोस्, यी चेलीलाई तपाईँ के भन्न चाहनुहुन्छ? विरोधीलाई के न्यू पाउँ भइरहेको बेला हर्क साम्पाङले बेलायत र नेपालको झण्डा अङ्कित ब्याज लगाएर शपथ ग्रहण समारोहमा पुगेपछि यति बेला उनी आलोचकको निशानामा परेका छन्। बालेनले सिलामसाकमा लगाएर संसद भवन प्रवेश गरिरहँदा उनी भने उक्त ब्याजमा देखिएका थिए। उनका विरोधीहरूले उनलाई विदेशी दलाल हर्क कि बालेन भनेर प्रश्न समेत गरिरहेका छन्।